ठुल दिदीले भन्थिन् राम पर्यो लेख्यो के काम खायो जोत्यो हलो माम्यो जुत्यो आफ्नो चित्त हलो जोत्ते पनि छैन भारी खायो ढिडो हलियो हिडो पाल्यो बोकेदारी। हे प्रभु ये क्या हुआ अमित जी? अब बिगती खाने दिन पनि आउँदै होला नि त। तेरे 3 महिना पछि हो। 3 महिना मागु नै छ। कहाँ बिगौती खान्छ क्या जनावरको बिगौती खाने श्रीमती के भ्याटेरी मार्छ कि मेरो श्रीमती के दुनो भइसक्यो र यार। गजब बेइज्जती बिगौती खानी लौ मेरो 9 8 11 पनि जानी भयो यार। बिगौती खानालाई ट्याक्क लाएर अझ समय पनि गनेर बसेछ 3 महिना बाँकी छ। असारको पहिलो हप्तामा त काहीमा हुन्छ बच्चा। लखै मेरो टुप्पी समातेर फन्दी घुमाउने मान्छे मेरो आउँदैछ। लखै लखै असारको पहिलो हप्तामा बच्चा काखमा जिन्दगी सोडाको लाइभ बस्न पाइने होइन होला के भन्थे बच्चाको डेडिकेसन गर्नु पर्ला। जानी जिन्दगी बच्चाएर जाने भयो आधा वैंश आधा जोबन गयो। अनि के भयो त छोरा कि छोरी थाहा भयो? डाक्टरले छोरा भन्छ के रे खै म अस्तो नहोस् भन्छु के रे। ओ छोरा भइसक्यो। ए अनि के ठुलो उहिले भनेको त म एक 2 महिना हप्ता अगाडि भनेको मैले त। ल बधाई छ कङ्ग्रेचुलेसन। डाक्टरले त्यही भन्छ के रे खै झुक्काएन होला के रे। आजकल छोरी भन्नु नि फाल्छ भने झुकाउँछ कोही बेला त। तर केही छैन छोराछोरी बराबर। अनि के हो भने छोराछोरी बराबर छोरी पाए पनि ज्वाइन लान्छ छोरा पाए पनि बुहारी लान्छ लास्ट चाहिने भनेको बुढाबुढी टुक्रोसै हो। त्यही भएर मैले आजभोलि किन बुहारीलाई माया गर्दो रहेछन् यति स्याहार गरेर छ भने बल्ल थाहा भयो। के को स्याहार नि बिचरा खुट्टा तेल लगाइदिने समय नै छैन मसँग के गर्ने यार। कुरो त्यो रहेछ क्या छोरा पाउन लगाएर चाहिँ त्यही भएर मक्ख परेर किन मख परेको छ भन्छु आजभोलि त्यो रहेछ। अनि अदासँग त्यत्रो गर नि काण्ड किन नमचाइकन आएर छ भने त त्यो रहेछ नि त साथी। काण्ड किन मचाउने उनीहरूको पर्यापछि नाम भनेको अदा प्लस काण्ड। ए यार छोड्नु यार के काण्ड यार दुनियाँ थरी यार मलाई यस्तो फस्नु छैन यार मलाई यार। जिन्दगी राम्रोसँग जिउने हो कि 2 दिनको जिन्दगीमा काण्ड साण्ड हटाओ यार मलाई सृष्टिकर्ताले मलाई आफ्नो श्रीमती प्यारे श्रीमती दिनुभएको छ बाँकी केटीहरूसँग किन झुम्नी किन दुनियाँ थरी मैले गर्ने। एक दिनको जिन्दगीमा मेरो मिस्टेक गयो बाबा। गाइस ट्रिपल खोलेको छ बाबा पेला गाइस ट्रिपल चाहिँ पेला मेरो हुन्छ। धेरै सु टिकटकर इन्डोनेसियाबाट छन्। खतरा बोल्दै थियो। ए त्यसो भए त जति बोल्ने भाषा बुझ्दैन भाइ। तपाईँको छोरा जन्मिने भएपछि आजकल टिना कहाँ गई त? टिना अहिले रमदाम चलेर अलिकति थन्केर बसिए बिचरा। त्यो पनि मुस्लिम हो र? है स्टोरीहरूमा त अब त्यही भन्छ के अरे टिना पनि मुस्लिम हो? मुस्लिम हो नि उसले यो कता इन्डियातिर गएको स्टोरी हालेको थियो अनि कता जर्गातिर कता गएको हालेको रहेछ। दर्का जाने त इन्डिया के अरे मुस्लिम हुँदैन नि त दर्का जाँदा त। मुस्लिम हो कि के यो ठीक हुन्छ हाई गुरु के भन्छ है